आइपुगे साथी यही हो यता अब रुम यतै हो हाम्रो साथी अहिले कताबाट हो त मार्केट हो कति वर्ष हुनुभयो नि 3 वर्ष भयो 3 वर्ष तपाईँको उमेर त अहिले 27 हो 27 अनि यहाँ कतिजना छ नेपाली नेपाली 8 जना जति छ हाम्रो अनि अरू देशको छ हामी त बस्ने उहाँ चाहिँ अब तपाईँको रुममेट हो नयाँ भाइ हो ल कहिले आइपुग्यो अनि भर्खर हो दाइ नेपाल चाहिँ कुन ठाउँ हो त अनि नेपाल नुवाकोट अनि हजुरको दाइ मेरो त इलाम हो ए ल ठिक छ ज्यान पनि ठिकै रहेछ काम गर्न त सक्छौ नि कोरियामा रहेछ अलिकति होइन र तिम्रो रुम यता छ है ठिक छ मिहिनेत ठिलो रहेछ काम राम्रै गर्छ होला यता छ है यता कस्तो हो यो नेपालीको त्यसै नगर यो नेपाल होइन नेपालमा जस्तो यसो गर्न मिल्दैन यसरी हो तिम्रो रुम चाहिँ 3 नम्बर हो र यता बत्ती यहाँ बाल्ने यता ठक्कै यसरी रुम ओहो कस्तो राम्रो रुम यो यहीँ राखिराख भित्र एकचोटि पस्छ जुत्ता खोल्ने बाहिरै ए जुत्ता यो नेपाल होइन अलिकति अब भन्दा नराम्रो लाग्न सक्छ यहाँको अब नियमहरू हुन्छ नि धेरै म बस्नु पर्यो नि दाइ होइन रुम चाहिँ यहाँ हो कस्तो राम्रो रुम हो ल यस्तो रुम यस्तो छ? घरमा नि छैन त दाइ होइन अनि यहाँ म एक्लै बस्ने नर्मल हो यहाँ एक्लै हो एक्लै हो साथी यस्तो छैन छ धेरै अब यो चाहिँ एउटा कटेरो हो के गर्नु यो त साचा मेरो चाहिँ एकदमै फेभरेट भगवान कृष्ण हो कस्तो राम्रो सुत्दाखेरि चाहिँ टक्क सुत्ने माछा हेर्दै सुत्ने यहाँ माछा पनि छ ओ माछा पनि एक्वेरियमहरू सब छ फिल्म हेर्न मन लाग्ने अल्छी लाग्ने यहाँ हेर्ने ल्यापटप पनि कम्पनीले हो दाइ कम्पनीले उपलब्ध हो सबै मोबाइल पनि छ चाहियो भने मोबाइल पनि एउटा सिम कार्ड चाहिँ छैन होला होइन अनि यसो ज्यान सानो रहेछ ठुलो बनाउने प्रोटिन पनि राखेको छ प्रोटिन त दाइ खानु पर्छ नि यस्तो दुब्लाइरहेको छ अब काममा बसेको पैसा तिर्नु पर्छ पैसा पर्दैन यो सबै कम्पनीले उपलब्ध गराएको यो पनि युज गर्न मिल्छ मिल्छ सबै यो दराजमा लुगा राख्ने एउटा मात्रै नि अर्को पनि छ यो दुईटा छ ल एकदम राम्रो ल बस है राम्ररी भोलिदेखि काम गर्नुपर्छ अनि के हो दाइ अनि सधैँ नुहाउनु पर्ने हो कि हप्तामा एकचोटि होइन यो त बिहान बेलुका त नुहाउनु पर्यो दिनमा बिहान बेलुका नुहाउनै पर्छ फेरि मेरो चाहिँ दसैँमा मात्रै नुहाउने बानी अब यो झोलासोला राख दराज सराज राख यतातिर अब आइछौ लुगा सुगा यहाँ दराजभित्र हाल दराज छ यहाँ राम्रो हुन्छ नि यहाँ हुन्छ दराजभित्र राख लुगाहरू अब पहिला हामी आउँदा पनि केटाहरूले होइन पार्टी दिएको थियो वेलकम पार्टी अब हामी पनि अब पुरानो भइसक्यो अब तिमी पनि नयाँ आइछौ अब सँगै वेलकम पार्टी गर्नुपर्छ होइन यो ठक्कर राख सुल त हान्छौ नि सुल खानुपर्छ धेर पनि होइन 4-5वटा बोतल चाहिँ अब बिस्तारै बानी हुन्छ 4-5वटा बोतल हान्नुपर्छ यता छ दराज सराज एकदमै मन पर्यो मेरै लागि हुँदो रहेछ सजिलो भएको त होइन नि हो नयाँ भाइ नेपालबाट आउने भन्ने खबर सुनेपछि यो सजावटको ठक्क सुत्दाखेरि कामबाट आएर टक्कै हेर्दा नि माइन्ड फ्रेस बनाउनुहोस् भनेर यो माछा साछा यो डेकोरेसन गरेको हो खासमा चाहिँ होइन एकदम मन लुगा सुगा राख अब यस्तै हो काम भोलि कति बजी भोलि बिहानको 8 बजीदेखि बेलुकाको 5:30सम्म काम हुन्छ टक्क गर्ने ल लुगा सुगा राख लुगा सुगा हेर खाना चाहिँ कति बजी दिन्छ नि भाइ बिहानको दिँदैन एकैचोटि 12:30 को दिन्छ हाम्रो खाना चाहिँ ल लुगाहरू राख टक्क अनि सुत अनि आगे 9 अनि वेलकम पार्टी हुन्छ भरेतिर हुन्छ दाइ ल भरि भेट्छु नि है ल ल म लुगा सुगा चेन्ज गर्छु ल लुगा सुगा ल मिलाएर लुगा सुगा राख सब लुगा मिलायो अब यो बाँकी भएको सामान बाहिर लगेर मिलाउनु पर्यो लुगा त सबै झिक्यो के भयो भाइको के ल्यायो त नेपालको मजेलीहरू हेर्नु त हो अनि खाऊ के छ लिएर आएको दाइ सबै पोकेर छैन त हो सानो सबै पोकाएर हेर लुगा त सौ मिलाए यहाँ खानेकुराहरू लिएर आएको के के त नेपालको यस्तो लिएर आएर के हो यो रन्दाना हो रन्दाना हो तपाईँहरूलाई मनपर्छ भने खाना औषधिहरू पनि के हुन्छ ल रन्दाना त खाइहेर्नु न दाइ कस्तो त टेस्ट गरौँ एकदम मिठो हुन्छ दाइ औषधि लिएर आएको छु तपाईँहरूलाई औषधि हो है यो चाहिँ रुगा खोकी लाग्दाखेरि किनकि हामी नेपालबाट भर्खर आउँदाखेरि अब हावापानीसँग मिल्दैन भनेर उतै ट्रेनिङ सेन्टरबाट नै औषधि हाल्न ल मुख पनि छ है सबै पोखेछ हेर्नु न सियो धागोहरू पनि लिएर आएको यो चाहिँ मिठो रहेछ यो यहाँ ढुङ्गा काट्ने पनि लिएर आएको यहाँ भाइ तिमी औषधि बेच्ने काम गर्छौ के हो पहिला त्यस्तो त होइन हाम्रो ट्रेनिङ सेन्टरमा यो औषधि हाल भने चाहिँ अनि त्यही अनुसारको हालेको मान्छे म त नेपालमा नर्मल मान्छे हो नि दाइ सब ठिकै छ के को औषधि हो यो चाहिँ त्यो रुगाखोकी हो त्यो बुक हो दाइ वासिङ मेसिन छ कि छैन दाइ यहाँ वासिङ मेसिन पनि हुन्छ सबै यो सबै राख होइन हजुर राम्ररी सबैलाई उता उठाउनु पऱ्यो दाइ बसी गर्छु टाइम हुँदाखेरि ल यो रन्दाना खाने हो
कुन देशको हो त दाइ यो यो फिलिपिन्स कति वर्षको हो यो? होला मान्छे त सानै छ त दाइ कति वर्षको हो यो? 32-33 होला यहाँ राख्दा हुन्छ दाइ हुन्छ हुन्छ यहाँ राखिदिएँ है दाइ